के छ भने अहिले रमेशजीको जुन आएको छ किनभने गृह मन्त्रालय त उहाँको अन्डरमा छ नि त हैन उहाँले नैतिकताको हिसाबमा ल म क्लिन छु म अहिले राजीनामा गरेँ छानबिन समिति बनाउनुस् गर्नुस् तपाईहरु भने भइहाल्यो सक्यो त्यसले मोरल उ देखिन्छ क्या स्टेटस देखिन्छ रिटायर भरको भोलिपल्ट भइरहनु भएको छ 22-23 जना सचिवहरू तपाईको अहिले यसमा संवैधानिक परिषदमा हुनुहुन्छ के यसले के देखाइरहेको छ भने यो त तपाईको सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लब जस्तो देखिएन रेफरेन्डम हुँदाखेरि के चिन्ता छ नेपाली कांग्रेस एमाले माओवादी एक ठाउँमा उभिएर गरे भइहाल्यो नि त राजतन्त्रको बारेमा किन डराउन लोकतन्त्रवादी पनि आफूलाई भन्ने हामी अनि हामी डराउने पनि यो दुईटै सँगै जाँदैन क्या हरेक दिन सामाजिक सञ्जालमा चाहिँ के लेखिरहनुहुन्छ मेरो तर्फबाट पनि हरेक दिन एउटा स्लोगन लेख्नुस् 82 को मंसिरमा महाधिवेशन गर्नुपर्छ भनेर लेख्नु पर्यो।